विषयको सामूहिक छलफल गरिरहेका छौँ। हामीसँग आजको छलफलमा विषयविज्ञ, जनप्रतिनिधि र उत्पादनसँग जोडिएर भुक्तभोगी भएका हाम्रा उद्यमी व्यक्तित्व हुनुहुन्छ। खास गरेर हामीले यो समयलाई विज्ञान र प्रविधिको युग हो भनेर हामी भनिरहेका छौँ, तर हामीले चाहे भुइँ मान्छेहरूले अहिले देखिएको विज्ञान र प्रविधिका कुराहरूमा अनुकूलित हुन सकेको अवस्था छैन। यस सवालमा हामीले धेरै कुराहरू गर्न सक्छौँ, सकिन्छ भन्ने कुरा त हामीभित्र छ, तर हामीलाई सरकारले, स्थानीय होस्, प्रदेश होस् या सङ्घीय सरकार, यो तीनैवटा सरकारले हाम्रो अनुकूलमा ग्रामीण भेगमा, ग्रामीण क्षेत्रमा उत्पादन गर्ने किसानहरू अथवा उद्यमीहरूलाई विज्ञान र प्रविधिको कसरी प्रयोग गरेको छ भन्ने बारेमा आज हामी यो छलफल गर्छौँ। यिनै विषयका बारेमा हामी मसिनो गरी छलफल गर्नका लागि आज हामीसँग हुनुहुन्छ डाक्टर सजनलाल स्याउला, मुख्य वैज्ञानिक, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका हुनुहुन्छ। उहाँलाई म स्वागत गर्छु। यसै गरेर हामीसँग उपमेयर विशन राई हुनुहुन्छ, दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका खोटाङका उपमेयरज्यूलाई पनि स्वागत गर्छु। यसै गरेर म लामो समयदेखि कृषि उद्यममा लागेर आफूलाई अभियन्ताको रूपमा स्थापित गर्न सफल व्यक्तित्व आदरणीय सर कवि कुमार राईज्यूलाई पनि म स्वागत गर्न चाहन्छु। उहाँहरू सबै यो प्लेनरीमा हुनुहुन्छ। अब आज हामी सुरु गर्छौँ आजको मुख्य विषयतर्फ। हामी मूल विषयमा छलफल गरौँ। सबैभन्दा अगाडि म हाम्रो डाक्टर साहबलाई सोध्छु, अहिले जुन विज्ञान र प्रविधिको कुरामा सँग सम्बन्धित रहेर प्रतिष्ठान नै छ, त्यो प्रतिष्ठानले अहिले ग्रामीण भेगका लागि विज्ञान र प्रविधिको उपयोग कसरी गर्ने र यसलाई उपयोग गर्दा के प्रक्रियाहरू अपनाउनु पर्छ, त्यसको बारेमा एकचोटि सुनौ न। धन्यवाद राई सर। अब यो जुन सोलमा, यो डिक्टेलको सोलमामा जुन आयोजना गरिएको यो वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा सबैभन्दा पहिले आमन्त्रण गर्नुभएकोमा यो समस्त यो जुन आयोजक साथीहरूलाई हामी नासको तर्फबाट धन्यवाद दिन चाहन्छौँ। अब यसमा अब शुभम फाउन्डेसन, दिक्तेल नगरपालिका, हिमालय मावि लगायत यो प्रदेश सरकारको जुन मन्त्रालयबाट जुन यो आयोजना भइरहेको छ, यसमा केही कुरा राख्न पाउँदाखेरि मैले सरले जुन प्रश्न राख्नुभयो त्यसमा चाहिँ अब ग्रामीण भेगमा अहिले हाम्रो विज्ञान प्रविधिको कुरालाई राख्नु पर्दाखेरि नेपाल सरकारको तर्फबाट त्यस्तो खासै त्यस्तो गाउँसम्म, ग्रासरुट लेभलसम्म पुग्न सक्ने गरी नेपाल सरकारले त्यस्तो योजनाहरू ल्याएको अहिलेलाई देखिँदैन। तैपनि अब नासको अहिले स्थापना भएको झन्डै 44 वर्ष भइसकेको छ। अब यो 44 वर्षको अवधिमा नासले यो ग्रामीण भेगको जुन उत्पादनलाई एउटा बजारसम्म जोड्नलाई चाहिँ विभिन्न योजनाहरू, विभिन्न प्रोग्रामहरू सञ्चालन गर्दै आइरहेको छ। अब त्यसमा चाहिँ विशेष गरी अहिले नासको सीमित बजेटमा हामीले हेऱ्यौँ भने अब एउटा निरन्तर स्थापना कालदेखि निरन्तर रूपमा चलिआइरहेको एउटा प्रोग्राम भनेको शिक्षकहरूलाई, जुन मावि लेभलका शिक्षकहरूलाई एउटा चाहिँ ट्रेनिङ दिने